अल्छी लाग्नुपर्छ है कहिलेकाहीँ म यस्तो पारामा पनि म ब्रोइलरको मासुमा ग्रेभी हालेर बनाउँछु त्यो पनि मेरै स्टाइलमा। यता चाहिँ मैले थोरै मासुलाई लिएँ, त्यस पछाडि कराईमा थोरै तेल राखिदिन्छु, त्यस पछाडि मेथी फुराउँछु अनि मासु राखिदिन्छु, त्यस पछाडि थोरै बेसार पनि राखिदिन्छु अनि चलाउँदै चलाउँदै बिस्तारै पल्टाउँदै पकाउँछु अनि यतिको हुँदै गर्छ। अनि यता म टमाटर अनि अदुवा लसुनको पेस्ट, हरियो प्याज पनि रेडी गर्छु अनि अदुवा लसुनको पेस्टलाई पनि हालिदिन्छु। त्यस पछाडि चाहिँ मजाले चलाउँदै पकाउँछु। अब चाहिँ म यतिको भएपछि थोरै धनिया र जिराको धुलो पनि राखिदिन्छु अनि मजाले पाकिसक्छ। त्यस पछाडि टमाटर राखेर नुन राख्ने गरेको छु मैले चाहिँ, ढक्कनले ढाकिदिन्छु। त्यस पछाडि मजाले सबै कुरा पाक्दैछ, टमाटर मसलाहरू पनि पाकिसक्यो। अब म हरियो प्याज राखिदिन्छु, त्यस पछाडि मजाले चलाइदिन्छु अनि यतिको हुन्छ। अनि चलाउँदै चलाउँदै मजाले सबै कुरा पाक्यो है। पाकिसके पछाडि चाहिँ म आवश्यकता अनुसारले थोरै पानी राखिदिन्छु अनि मजाले उमालिदिन्छु। अब चाहिँ रेडी हुन्छ मेरो ब्रोइलर कुखुराको ग्रेभी मासु।